Zerbas. Hello guys. आज हामी Zerbas यात्रा गर्दैछौँ। Zerbasको हामी यति टाढा पुग्ने मान्छे हेर हाम्रो यात्रा। गाइस हेर्नु यात्रा हजुरहरु नि आउनु होला पक्कै Zerbasमा। हेर्नुहोस् मेरो आन्टीले आज Zerbasको पत्ता खाँदै हुनुहुन्छ। खानी पत्ता हेर्नुहोस् खाँदा कस्तो हुन्छ होला, कस्तो हुन्छ आन्टी? अमिलो मिठो हुन्छ। ल ठिक छ, ल फेरि अब हामी जाँदैछौँ। त्यो मल्ल गाउँ छ नि त्यसलाई रोक्ने भन्छ जसलाई गाउँको नाम अनुसार फरक हुन्छ है। अनि त्यसलाई सुपर यत्रो बाटो छ हामी लाइन थाकिसकेको गाइस हेर्नुहोस् यहाँ कस्तो राम्रो छोडेर गएछ। अब आन्टीको जाँदै हुनुहुन्छ। ल आन्टी छोडेरै गइदिनु भएछ ल। अब यो ठाउँमा चाहिँ के पर्छ थाहा छ हजुरहरूलाई? फलुक पर्छ। ठाउँमा भइरहेको छ नि यस्तो। हेर्नुहोस् है गाइस सबैले यो ठाउँमा चाहिँ एकदम खल्डुक पाक्ने ऐसेरो पाक्ने गर्छ। मेरो आन्टीले हेर्नुहोस् गाइस पानी खाँदै हुनुहुन्छ कस्तो। ल गाइस हिँड्नमा हाम्रो यात्रा फेरि सुरु भयो। हामी हिँड्दा धेरै टाढा आइसकेको छौँ। अब 25-30 मिनट होला हाम्रो घर आउन। तपाईँहरूलाई थपी लाग्यो यत्रो बाटो हिँड्दा ओह्राली झर्दा यता हेरेर भनिदिनुहोस् त तपाईँहरूलाई दुःख लाग्छ यत्रो बाटो हिँड्दा? साँच्चै दुःख लाग्दैन? यो चाहिँ म्याललाई यो पाकेपछि चाहिँ लास्टै मिठो हुन्छ यो म्याल भनेको चाहिँ। कति पाक्छ अहिले पाक्ने सिस्टम भएको छैन, त्यही भएर म्याल कहिले पाकेको छैन। अब कुनै दिन आएर पाक्यो भने फेरि
एकचोटि नै आइसक्यौँ तर यो मेरो गाउँ पर्छ है गाइस त्यस्तो दुःख नमान्नु होला यो मेरो गाउँ अर्को पोरकुल अनि यो झेलबासको मान्छेहरू हामी चाहिँ यस्तै हो है गाइस भन्ने ठाउँमा छौँ र हामी आज गर्न गइरहेको छौँ एउटा केक नमस्ते आन्टी सन्चै हुनुहुन्छ हजुरहरू पनि कोही मान्छे फर्केर आउने होला वा आन्टीले भनिरहनु भएको छ बाई बाई आन्टी फेरि भेटौँला ल गाइस हेर्नुहोस् त्यो घरमा भाइ बहिनीहरू हेलो बाई बाई नलजाइदिनु न सिस किन होला हामी चाहिँ झेलबास कटेर तल आउँदैछौँ ल हेर्नुहोस् बिचरा झेलबासको मान्छेहरू यति काम गर्छन् नि नमस्ते सन्चै हुनुहुन्छ नमस्ते आन्टी यहाँको हावापानी कस्तो छ एकचोटि बताइदिन सक्नुहुन्छ ठिकै छ यता कतिको रमाइलो हुन्छ गाउँतिर धेरै रमाइलो हुन्छ आन्टी फेरि भेटौँला कमरैमा पटकी कसेर हाँसो कि मेरो भाइ त नाच्दा नाच्दै लजायो गाइस हेर्नु न अब हामी चाहिँ यो जङ्गलको बाटो यात्रा गर्दैछौँ यहाँ कुनै पनि घर छैन यताउता एउटा घर छैन गाइस हेर्नुहोस् वा खेत छ कस्तो खेत त हामी जान्दैनौँ है हामी भर्खर यो गाउँमा यात्रा गर्न भनेर हामी बुटलबाट आएको छौँ बुटलबाट घर हजुर हजुर रस आउँथ्यो सानसानोमा ल ठिक छ यो चाहिँ असुरा भन्ने चिज रहेछ है यहाँ चाहिँ एउटा आन्टीले भन्नुभयो कि सानसानैमा हामी खान्थ्यौँ भनेर मन पर्थ्यो हजुरहरूलाई ल हिँड्नुहोस् हामी ठ्याक्कै आइपुग्यौँ पानी टङ्कीतिर आउन आँटेको छ पानी टङ्की हेर्नुहोस् वरिपरि हरियाली धेरै हरियाली पनि छैन गाइस भन्न यो ठाउँ यस्तै छ अब
त्यो डाँडामा हेर्नुहोस् त्यो डाँडामा चिल्लो डाँडामा। अब जाम गाइजहरू यो चाहिँ खोला यो चाहिँ बाटो बनाइरहेको थियो र जसले पहिरो गएको कारणले यहाँ छोडेर अरू ठाउँमा बनाउनु गएको छ। साँझ पनि पर्न लागेको छ गाइज गाडी बिग्रिएर हामी हिँड्दै आएको छौँ किनभने गाडीमा पेट्रोल थिएन होला थाहा भएन है। हामी चाहिँ धेरै दिन भयो यहाँ गाउँमा नआएको अब बल्ल हामी यात्रा गर्दै भ्लग बनाउँदैछौँ। त्यो चाहिँ पानी फ्याक्ट्री वहाँ चाहिँ हाम्रो घर टुप्पोमा वहाँ देख्नुभयो होला एउटा घर छ त्यो चाहिँ हाम्रो घर है। अझै छ 10 मिनट हामी भ्लग बनाएको कारणले होला कस्तो हिँडिरहेको छौँ। ए हेर्नुहोस् हाम्रो हजुरहरूलाई सबै लाग्यो हजुरहरू थाक्नुभयो कि अझै अब हेर्नुहोस् है मेरो अन्टीले अब खाना राख्नु भएको छ कि के खानुहुन्छ हेर है। ला अलि राम्रो यो चाहिँ मिश्री कुबिन्डो मिठाई अरे यो चाहिँ कुबिन्डो मिठाई। कस्तो छ भनिदिनुहोस् न हुन्छ भएको टेस्ट मिल्यो मिठो ठिक छ दिनुहोस् यहाँ आउनुहोस् न ल हेर्नुहोस् है खाइ अन्टी चाहिँ लास्ट लजाति फेरि हामी सुरु गर्दैछौँ हाम्रो यात्रा। सब्सक्राइब गर्नु होला पछि लाइक सब्सक्राइब गरेर हाम्रो भिडियो च्यानललाई कसैसँग सेयर गर्नु होला। सेयर गरेर मेरो गाउँ कस्तो छ कमेन्टमा लेखेर पठाउनु होला। सिकिन्छ कि यस्तैबाट सिक्दै भाइले आफ्नो आमालाई ढोगिरहेछन्। मेरो आन्टी चाहिँ अब आफ्नो सासूलाई ढोग्न जाँदै हुनुहुन्छ। ल सासूले नि आशीर्वाद दिइरहनु होस् है बुहारीलाई। आमा नमस्ते।
पछि अझ चाहिँ हाम्रो घरको यात्रा देखाउँछु। हामी थाकिसकेको छौँ गाइज। अब फाइनली गाइज हामी तिम्रो दिपा डन दिदी हुनुहुन्छ। आऊ नडर गाई हो गाइस हेर्नुहोस् हामी फाइनली आफ्नो घरमा आइपुग्यौँ है। भाइले आन्टी पनि एकदम खुसी हुनुभयो है आज।